साथीहरूले बन्दुक बोकेर सत्ता ल्याएपछि सबै कुरा हुन्छ भन्नुहुन्थ्यो। पुष्पकमल दाहाल र बाबुराम भट्टराई भन्ने ठगिक कुरा धूर्त खसका सन्तानले हामीलाई धोका दिए। साँचो भन्ने कुरा त यही हो साँचो कुरा। अनि जनसङ्ख्या हाम्रो, अनि राजनीतिको संख्या हाम्रो छ 85%। भोजन मूल निवासीको जनसङ्ख्या कति हो? 85%। 85% जनसङ्ख्या दास कमेरा गुलाम हुने, अनि 7-8% जनसङ्ख्या चाहिँ शासक र मालिक हुने, उनको 19वटा 20वटा पार्टी हुने, अनि हाम्रा मान्छेले रित पुर्याइदिनु, उनको पछाडि दौड। अनि हाम्रा मान्छेले के गर्ने भने चन्दा उठाएर खानाका लागि पार्टी निर्माण गर्ने। साँचो कुरा यही हो, साँचो कुरा यो। त्यसैले तपाईँले मेरो कुरामा रिसाएर मेरो केही पनि बिग्रिँदैन। म तपाईँहरूसँग रिसाएर गयो भने नेपाली जनतालाई बिग्रिन सक्छ।